कस्तो भ्यू छ क्या मेरो किचनदेखि नै दाम तातो भएको सब्जी मसलालाई चाहिँ हालिदिएर वाउ कस्तो दामी भएको छ। अहिले म खाएर पनि देखाउँछु है यतिको मौसम छ, धेरै गर्मी पनि छैन धेरै जाड पनि छैन। हेलो एभ्रिवान, गुड मर्निङ, कालीमेरा, वेलकम ब्याक टु माई च्यानल अगेन लाली ब्लग्स 06। आज फेरि मैले नयाँ भिडियो लिएर आएको छु। त्यो चाहिँ कुकिङको हो रेसिपी, चिकनको अचार अहिलेको हाम्रो फेमस। मैले पनि यहाँ चिकन लिएर आइसकेको छु। यो 1/2 केजीको चिकन ब्रेस्ट, एकदमै यसमा हड्डी हुँदैन। अनि यहाँनिर चाहिँ 1 केजी जति यो चाहिँ चिकनकै छानेर हड्डी नभएको ल्याएको छु। आज अचार बनाऊ है त, हेरौँ कसरी बनाउने। अमिलो पिरो एकदमै च्वाखिलो अचार बनाउँछु मैले चाहिँ। दामी यस्तो अचारहरू मैले चाहिँ 3-4 वटा बनाएर खाएर पनि सकिसकेको छु। आज चाहिँ तपाईँहरूलाई पनि बनाएर देखाऊँ न होइन, कसरी बनाउँदो रहेछु। एकदमै मिठो 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 अचार भनेर मैले ब्लग लिएर आएको छु। हेर्नु होला पुरा ब्लग होइन, कसरी अचार बनाउँदो रहेछु मैले। तपाईँहरूले पनि हेरेर घरमै बनाएर मिठो अचार खान सक्नुहुन्छ है। त अब सुरु गरौँ है त। यो चाहिँ चिकन काटेर हाल्नलाई बल झिकिसकेको छु मैले। अब मैले सब चिकनहरूको एकदमै सानो सानो टिक्कको पिसहरू काटेर हाल्दैछु। अब चाहिँ मैले के सोचेको छु भन्दाखेरि चाहिँ कुकिङ ब्लग्सहरू धेरै लिएर आउँछु क्या, किनकि मलाई कुकिङ गर्न मात्रै धेरै टाइम हुन्छ। बाहिर हिँड्न भन्दाखेरि पनि बाहिर हिँड्ने ठाउँ यहाँनिर त्यति छैन क्या, काहीँ पनि गयो भने चाहिँ मोलस मरिना हो। अनि त्यही भएर बाहिर हिँड्नु अब त्यो त कतिचोटि देखाउनु होइन ब्लगमा, तपाईँहरू पनि बोर हुनुहुन्छ एउटै हेरेर। त्यही भएर म चाहिँ अब प्रायः चाहिँ कुकिङ ब्लग्सहरू चाहिँ ज्यादा आउँछ है मेरो चाहिँ। एकदमै न्यू रेसिपीहरू, नयाँ नयाँ कुराहरू पकाएको यसरी टक्क काट्ने आफ्नो तरिकाले काटेर होइन। तपाईँलाई जस्तो तरिकाले सजिलो लाग्छ मैले त्यसरी काट्छु। अनि यसलाई पनि यसरी काट्छु, काटेर अनि टक्कसँग यसलाई सानो सानो टिक्काको सेप बनाइदिन्छु। के भन्छ मैले चाहिँ यहाँ अस्ति अचार हालेको थिएँ क्या, यो पनि चिकन अचार त्यसमा। अनि सकिएर तेल मात्रै बाँधेर बस्छ क्या तर त्यसको अचार चाहिँ मैले 4-5 वर्ष सकिसक्यो क्या। अनि यो पनि भर्खरै हालेको, कति 15-20 दिन भएको थियो होला, सक्यो। त्यही भएर फेरि आज पनि हाल्न आँटेको हो। यहाँ हेर्नु होला मैले चाहिँ चिकनलाई यतिको पिस बनाएर काटिदिइसकेँ होइन। तपाईँहरू आफ्नो इच्छाले टक्क पिस बनाउन सक्नुहुन्छ। अब यसमा चाहिँ थोरै नुन हालिदिने, धेरै हाल्नु पर्दैन, थोरै नुन हालेर बेसार हालेर यसलाई चाहिँ म्यारिनेट गरेर छोडिदिनुपर्छ क्या। नुन बेसार यति हालेर यसलाई मोलेर छोडिदिने। यसमा चाहिँ मजाले नुनहरूको टेस्ट बस्छ क्या, नभए मसलामा मात्रै नुन टेस्ट आउँछ क्या। यो हुँदा चाहिँ चिकनमा पनि नुनको टेस्ट आउँछ। अब यता चाहिँ यो म्यारिनेट हुँदै गर्छ। मैले चाहिँ अनि असुन के भन्छ असुन बनाएछ लसुन अदुवाहरू टक्कसँग रेडी गर्छु। तबसम्म मसलाहरू है त। लसुन अदुवा चाहिँ मैले यति लिएको छु। यो लसुन अदुवालाई चाहिँ काटेर हाल्दा भन्दाखेरि यसलाई चाहिँ मिक्सीमा पिसेर होइन हाल्नुभयो भने चाहिँ त्यसको एकदमै ग्रेभी बनेर मसला चाहिँ अचारको भित्रसम्म जान्छ क्या, एकदमै टेस्टी हुन्छ। अहिले चाहिँ यसको मसला बनाउँछु। यो चाहिँ मेथी, टिमुर, सोप अनि तोरी। मसँग कालो तोरी थिएन क्या, सफा गर्नुपर्ने थियो, त्यही भएर पहिला तोरी नै, केही हुँदैन थोरै। अनि धनियाँ, जिरा टक्कसँग यसलाई चाहिँ अब तताइदिने। यिनीहरूलाई चाहिँ अब सबैलाई म तताइदिन्छु। एकदमै धेरै पनि नतताउनु क्या, धेरै तताउनु भयो भने चाहिँ त्यसको अलिकति फ्लेभर टेस्टहरू नै सबै उड्दिन्छ क्या। ठक्क अलिकति मनतातोदेखि थोरै ज्यादा तताउनु होला होइन। अनि त्यसलाई सेलाउन दिएर चाहिँ मिक्सीमा पिस्नु पर्ने हुनेछ होइन। यसमा चाहिँ तिल पनि हाल्छन्। तिल चाहिँ अहिले कसरी हाल्ने म देखाउँछु है त। पेन चाहिँ टक्कसँग तातो भइसक्यो। पेनलाई तातो भएपछि सबै मसलालाई चाहिँ हालिदिएर अनि यसलाई चाहिँ टाइममा यसरी चेक गर्दै गर्नु क्या, कतिको तातो भएको छ। मैले चाहिँ यसलाई चेक पनि गर्छु है, कतिको तातै डाम दिए चेक पनि गर्छु है कतिको तातो भयो। जबसम्म त्यो मसलाहरू सेलाउँछ तबसम्म चाहिँ त्यही पेनमा चाहिँ तेल हालेर होइन अघिको चिकन तपाईँले म्यारिनेट गरेर राखेको चिकनलाई चाहिँ एकदमै तार्न सक्नुहुन्छ होइन। राम्रोसँग तार्नु होला। तेल चाहिँ लुप नगरी हाल्नु है, फेरि मजाले तारिँदैन।
मैले चाहिँ टक्कसँग इनफ तेल हालिदिइसकेको छु हैन। मजाले यसलाई चाहिँ अब तातो एकदमै धुवा उडेपछि तातो भएपछि मात्रै मासुलाई चाहिँ हालेर तार्ने है त। यसो गर्दाखेरि चाहिँ मासुमा फिजहरू धेरै आउँदैन क्या। तेललाई चाहिँ एकदमै गरम हुन दिनुपर्छ। म पनि कति पर्फेक्ट भइसकेको छु बाफ्रे बाफ्रे। यहाँनिर यो अदुवा लसुन रेडी छ, मसला चिकन है, यति नै हो। यो अदुवा लसुनलाई चाहिँ एकदमै धेरै मसिनो पेस्ट चाहिँ नबनाउनु, ठिक्कको पेस्ट बनाउनु क्या। भन्नाले धेरै मसिनो पनि होइन, धेरै ठुलो ठुलो पनि होइन, ठिक्कको पेस्ट बनाउँदाखेरि चाहिँ एकदम पर्फेक्ट हुन्छ। चिकन चाहिँ म दुईचोटि गरेर तार्छु है, एकैचोटिमा तार्दिनँ। दुईचोटि गरेर आधा आधा दुईचोटिमा चाहिँ यसलाई तारिसक्छु। यो आगोलाई चाहिँ फुल फ्लेममा राख्नु है, हाई फ्लेममा राखेर तताउनु। अदुवा लसुनको पेस्ट चाहिँ यतिको बनाउने है त। अर्को मिक्सरमा चाहिँ यो मसलालाई हाल्नु लाउनु त, हाल्नु त। सबै पोखाए मेरो हात यस्तै हो क्या। भिडियो पनि गर्दैछु नि त। यहाँ चाहिँ अर्को मिक्सरमा, किनभने यो मिक्सरमा चाहिँ मजाले पिस्दैन क्या। यसलाई चाहिँ एकदम मसिनो, जति सक्नुहुन्छ त्यति मसिनो पिस्नु। एकदमै मजाले पिसिसकेको छ मसला चाहिँ। कस्तो मिठो बास्ना आएको छ क्या, मग बास्ना आएको छ सबै मसलाहरू मिक्स भएर होइन। अब यता ऊ पनि मासु पनि तारिँदैछ। सबै थोक मेरो चाहिँ रेडी भइसक्यो। चिकन अचारमा हाल्ने, अब लास्टमा त्यहाँ तिलहरू तारेर होइन पकाएर हाल्नुपर्छ। सबै थोक रेडी भयो। मासु तार्नलाई मात्रै वेट गरेर बसिरहेको छु होइन। यति बेलसम्म यसो आफूलाई पनि हाइड्रेट गर्नु पऱ्यो नि, पानी खानु पऱ्यो क्या। पानी इज मोस्ट इम्पोर्टेन्ट है गाइस। अब नेपालमा त अहिले धेरै गर्मी छ, यहाँ त छैन त्यस्तो साह्रो। ठिकैको टेम्परेचर छ अहिले, न धेरै जाडो छ न धेरै गर्मी छ। अहिले चाहिँ यहाँ चाहिँ ठिक्कको टेम्परेचर छ। यहाँको मौसम चाहिँ म मेरो किचनदेखि देखाउँछु है। यहाँ हेर्नुहुन्छ कस्तो राम्रो भ्यू छ क्या मेरो, यस्तो भ्यू छ क्या मेरो किचनदेखि नै। दामी भ्यू छ, पहाडमा गए जस्तो। यतिको मौसम छ, धेरै गर्मी पनि छैन, धेरै जाडो पनि छैन। अहिले ठिक हो 24, 25, 26, 27, 28सम्म पुग्छ है कहिले कहिले चाहिँ टेम्परेचर आजभोलि। यतिको मौसम छ। चिकन चाहिँ यतिको रातो भइसकेको छ। अब चाहिँ तपाईँले निकाल्न सक्नुहुन्छ है। धेरै रातो पनि नपार्ने, धेरै सेतो पनि नपार्ने, यतिको बनाउने। मेरो अर्को लट बाँकी नै छ यता। अब चाहिँ हाम्रो सब रेडी भइसकेको छ। अब चाहिँ मासुको अचारलाई फाइनल रूपमा पकाउने मात्रै आज बाँकी छ है त। अब यो तेल पनि हाल्ने होइन। तेल तातिसक्यो। तेल तातिसकेपछि अदुवा लसुनको पेस्टलाई हालिदिनु है त सुरुमा। मैले चाहिँ ग्लोभ्स फुकालिदिएको थिएँ, फेरि मैले ग्लोभ्स लाउँछु। अदुवा लसुन चाहिँ यसरी पाक्न दिने। एकदम इन्जोय गर्दै पकाउने है खाना चाहिँ। अदुवा लसुन चाहिँ यतिको गोल्डन ब्राउन हुनेसम्म टक्क मजाले पकाउने। त्यसपछि चाहिँ अघिको मसलालाई हालिदिने होइन, सबै हालिदिने। मैले चाहिँ ठिक्क यति नै चिकनको लागि रेडी गराएको थिएँ मसला। त्यो मसला पनि हालेर यसो चलाइदिने। त्यसपछि चाहिँ मैले पिरोको लागि खुर्सानीहरू अघि पिसिनँ, त्यही भएर मैले चाहिँ यो चिली फ्लेक्स हाल्नको लागि चिली फ्लेक्स कति पिरो चाहिएको छ त्यो अनुसारले। अनि के भन्छ, मैले चाहिँ तिल हाल्नै बिर्सेछु क्या, भिडियो बनाउनै बिर्सेछु। तिल हालि पनि सकेको छु, यहाँनिर मजाले देखेको छैन, सेतो सेतो हालिसकेको छु। त्यसपछि चाहिँ यो मसलालाई चाहिँ धेरै पकाउनु पर्दैन, किनभने यो चाहिँ अघि हामीले भुटेर पकाएको हो नि त। त्यसपछि चाहिँ हामीले यसमा चाहिँ कलरको लागि कश्मिरी लाल मिर्च पाउडर हालिदिने होइन, जरुरत अनुसार आफ्नो। मैले चाहिँ यति हालिदिएँ। अनि त्यसपछि भनेको सोया सस हालिदिने। यति राम्रो यस्तो मिठो बास्ना आइरहेछ है, यस्तो मिठो बास्ना आइरहेछ नि। त्यसपछि सोया सस 1 चम्ची हालिदिन्छु मैले चाहिँ। यो चम्चीको 1 चम्ची सोया सस हालिदिएँ। 1 चम्ची सोया सस हालिदिएँ। अनि अहिलेको चिकनलाई हालिदिने, तपाईँले तारेर राखेको। हेर्नु त, बास्ना पनि यति मिठो आइरहेको छ नि, देख्न सक्नुहुन्छ। जस्तो यसको
त्यो रुख छ नि रुख त्यस्तै बासमा आइरहेको छ कस्तो दामी भयो त्यसपछि चाहिँ हामीले चाहिँ यसमा भिनेगर हालिदिने होइन अमिलो टेस्टको लागि तपाईँहरू 1 चम्चा भिनेगर हालिदिनु तपाईँलाई कति अमिलो चाहिएको छ स्वाद अनुसार तपाईँहरूलाई ज्यादा चाहिएको छ होइन ज्यादा अमिलो हाल्दा हुन्छ मैले चाहिँ 1 चम्चा हालिदिएँ यहाँ हेर्नु त वाउ कस्तो दामी भएको छ अहिले म खाएर पनि देखाउँछु है त अचार सबै रेडी भयो अब चाहिँ खानासँग मैले चाहिँ अचार चाख्नु गइरहेको छु होइन तपाईँहरूलाई म खाएर भन्छु है त टेस्ट कस्तो भएछ यहाँ हेर्नु होला यो चाहिँ मैले अघि खानालाई निकालेको खानासँग एकदमै बबाल दामी भएको छ चिकन अचार चाहिँ यो चाहिँ अहिले म खानासँग खान्छु सबै खाँदिनँ ल है त गाइज तपाईँहरूलाई कस्तो लाग्यो चिकन रेसिपीको भिडियो मन पर्यो भने भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला है त फेरि मैले नयाँ रेसिपीहरूको भिडियो लिएर आउनेछु है आजलाई यति नै बाई बाई।